मेन भनेको चाहिँ यस्तो, अब हामी त ब्याङ्कमा पैसा हाल्छौँ, टन्नै पैसा हाल्छौँ। अब यो चाहिँ फर्मल इन्फर्मल जस्तो गरिदिउँ है त, डिस्कस गर्ने हिसाबले। बिचमा चाहिँ क्वेसनहरू सोध्न सकिन्छ, इट्स ओके। अब मेनली भनेको चाहिँ हामी पैसा हाल्छौँ। पैसा त अब युजली भनेको हामीले त एउटा भन्ने छ नि त, 3 महिनादेखि अब एज अनुसार 3 महिनादेखि 6 महिनासम्मको हाम्रो इमर्जेन्सी फन्ड रहेर बाँकी पैसा चाहिँ हामीले चाहिँ कहीँ न कहीँ त राख्नुपर्छ भन्ने चाहिँ छ हाम्रो एउटा फाइनेन्समा चाहिँ, त्यो एउटा भन्ने छ होइन। त्यो जुन चाहिँ सत्य हो। त्यो अनुसारले चाहिँ अब जस्तो एज अलिकति हाई छ, जस्तो अब रिटायरमेन्टको एजमा पुग्न लागेको छ अथवा पुगिसकेको छ भने चाहिँ एटलिस्ट 6 मन्थको चाहिँ हाम्रो इमर्जेन्सी फन्ड चाहिँ राख भनेर भन्छ। तर काम गर्ने अवस्था छ, काम गरिरहेछ भने चाहिँ एटलिस्ट 3 मन्थको भनेर भन्छ। किनभने 3 महिना पछि त यो काम गर्न सक्छ नि त। रिटायरमेन्टमा त काम गर्न सक्दैन, उसले त अरूबाट चाहिँ पूर्ति गर्नुपर्ने हुन्छ। त्यही भएर चाहिँ 6 महिनासम्मको राख भनेर भन्छ। तर यङ काम गर्न सक्नेहरूको चाहिँ 3 महिना भन्छ। अब कतिको चाहिँ के भइरहेको छ भने पैसा चाहिँ टन्न हुन्छ ब्याङ्कमा त्यत्तिकै थन्किएर बसेको हुन्छ, त्यसको त्यसको रिटर्न भनेको कति हुन्छ होइन, पैसा हुँदैन। त्यही भएर अहिले चाहिँ एउटा कन्सेप्ट चाहिँ के आएको छ भन्दाखेरि, यो त खासै त्यो अ, बिल्कुलै नयाँ कन्सेप्ट चाहिँ होइन, धेरै पुरानो कन्सेप्ट हो यो। तर अब टाइम अनुसारले यसलाई मोडिफाई हुँदै हुँदै आइरहेछ यसमा चाहिँ होइन। अब त्यही भएर यसमा चाहिँ अब हामी कहाँ हाल्छौँ भन्दाखेरि, यो चाहिँ यो इन्फिनिट ब्याङ्किङ भनेर चाहिँ हामी कहाँ राखेर गर्छौँ भन्दाखेरि, हामी एउटा त्यस्तो प्रडक्ट जुन चाहिँ लाइफ इन्सुरेन्सभित्र, लाइफ इन्सुरेन्समा किन भन्दाखेरि लाइफ इन्सुरेन्स भनेको यस्तो यस्तो कोड हो जसमा चाहिँ ट्याक्स फ्री ग्रो हुन्छ, ट्याक्स तिर्नु पर्दैन, र यसमा चाहिँ ग्यारेन्टिड हुन्छ, एउटा एक किसिमको ग्यारेन्टेड। तर इन्फिनिट ब्याङ्किङमा चाहिँ हामी कस्तो खालको गर्छौँ भन्दाखेरि, त्यस्तो कस्तो कम्पनी हामीले चुज गर्छौँ भन्दाखेरि, जो चाहिँ नि 100 वर्षभन्दा नि पुरानो होस्, एटलिस्ट 100 वर्षको हिस्ट्री भएको होस्। र त्यस्तो कम्पनीले यसले चाहिँ हामी राख्ने भनेको होल लाइफमा, जुन होल लाइफ भनेको डिभिडेन्ड पेइङ होल लाइफ, डिभिडेन्ड पे गर्ने भनेर कम्पनीहरू सुनेको छ अहिलेसम्म, डिभिडेन्ड पे गर्ने होल लाइफ भनेर। हामीले त उनीहरूले इन्ट्रेस्ट पे गर्छ भने चाहिँ सुनेको छ, जस्तो आइओएलमा चाहिँ इन्ट्रेस्ट पे गर्छ होइन, सुनेको छ सुनिरहेको मलाई छ। अलिक बुझाइदिनु अलिकति आई होइन दिस इज जस्तो रियली होल लाइफ इन्सुरेन्सहरू, होल लाइफ इन्सुरेन्स त थाहा छ उम्, होइन? होल लाइफ इन्सुरेन्स जस्तो आइओएल भनौँ, होल लाइफ इन्सुरेन्समा सबैलाई के थाहा छ भन्दाखेरि इन्ट्रेस्ट चाहिँ पे गर्छ पर इयर, प्रत्येक वर्ष अथवा चाहिँ 2-2 वर्षको, अब जस्तो जुन किसिमको स्ट्रेटेजी चुज गरेको हुन्छ त्यसमा चाहिँ मार्केट अनुसारले, मार्केटिङ कस्तो पर्फर्म गर्यो त्यो अनुसारले इन्ट्रेस्ट दिन्छ भनेर त थाहा छ सबैलाई हो। मह्म। तर होल लाइफ पोलिसीमा भनेको चाहिँ त्यस्तो पनि पाउँछ, सबै होल लाइफले चाहिँ दिँदैन। कति होल लाइफहरूले चाहिँ कस्तो भने डिभिडेन्ड पेइङ होल लाइफ भन्ने हुन्छ। त्यस्तो डिभिडेन्ड पेइङ होल लाइफहरू सुनेको छ सूर्य? इट क्वेसन्स विथ फर मी अँ, आई नेभर हर्ड अबाउट इट छैन नि होइन, सरी छैन नि। कल्पनाजीले सुन्नु भएको छ डिभिडेन्ड पेइङ होल लाइफ पोलिसी भनेर सुन्नु भएको छ? खासै ठ्याक्कै थाहा छैन हौ। छैन है। मेन भनेको चाहिँ यस्तो होल लाइफ पोलिसीहरू पाउँछ, होल लाइफ स्ट्रेटेजीहरू पाउँछ जसले चाहिँ ग्यारेन्टिड इन्ट्रेस्ट दिन्छ। अब यसले चाहिँ डाइरेक्टली 4% भनेर चाहिँ भन्दैन, तर उसले चाहिँ 4% ग्यारेन्टिड गर्छ। 4% किन भनेको भन्दाखेरि उसले 4% भनेर लेखेर चाहिँ दिएको हुँदैन, तर जुन उसले ग्यारेन्टी भनेर उसले जो कोलम देखाएको हुन्छ त्यो कोलममा चाहिँ 4%को हिसाबले चाहिँ उसले इन्ट्रेस्ट दिन्छ। इन्ट्रेस्ट भनेको ग्यारेन्टी, त्यो चाहिँ प्रत्येक वर्ष 4% हामी जति पनि पैसा छ 4% ग्यारेन्टी गर्छ। र बाँकी पैसा जति हामी त्यो एउटा अकाउन्ट हुन्छ त्यसमा चाहिँ, जसले चाहिँ डिभिडेन्ड पे गर्छ, डिभिडेन्ड पे गर्ने अकाउन्टको चाहिँ प्रत्येक वर्ष उसले चाहिँ डिभिडेन्ड पे गर्छ। जस्तो अब त्यस्तो कम्पनी, सबै कम्पनी चाहिँ होइन। हामीले चाहिँ कस्तो चुज गर्छौँ भन्दाखेरि हामी अब अलिकति होसियार हुनुपर्छ, किनभने क्लाइन्ट भनेको चाहिँ हामीले हाम्रो आशामा, हाम्रो भरोसामा गरेको हुन्छ। त्यही भएर हाम्रो आशा र भरोसा गरेको व्यक्तिहरूलाई चाहिँ हामीले चाहिँ डिस गर्नु हुँदैन भन्ने हिसाबले चाहिँ हामी के गर्छौँ भन्दाखेरि त्यस्तो कम्पनी चुज गर्छौँ जसले चाहिँ 100 इयर्सभन्दा बढीको हिस्ट्री बनाएको हुन्छ, र त्यति वर्षभित्र उसले कहिले पनि सिङ्गल इयर पनि उसले डिभिडेन्ड पे गर्न छुटेको नहोस् होइन। त्यस्तो कम्पनीहरू चुज गर्नुपर्छ। जस्तो त्यो चाहिँ सिङ्गल इयर पनि के को आधारमा भन्दाखेरि, जस्तो जस्तो यहाँ के आयो हाम्रो
यो हन्ड्रेड इयर्सको हिस्ट्रीमा चाहिँ के छ भन्दाखेरि अब जस्तो हाम्रो ग्रेट डिप्रेसन पनि आयो होइन। ग्रेट डिप्रेसन त धेरैले अनुभव पनि गरेकै छ। त्यो चाहिँ कस्तोसम्म अवस्था थियो भन्दाखेरि ग्रेट डिप्रेसन आयो, वालहरू दुईवटा गइसक्यो, टेक बबल आयो होइन, 9/11को त्यस्तो केस आयो, मार्केट क्रास 2008को मार्केट क्रास भयो, कोभिड-19 सबै केस त्यत्रो त्यत्रो भएको छ, मार्केटहरू खत्तमै भएको छ। त्यस्तो केसमा पनि त्यस्तो टाइममा पनि त्यो कम्पनीले त्यो डिभिडेन्ड पेइङ होल लाइफले चाहिँ अहिले नछुटाएको होस् त्यो डिभिडेन्ड पे गर्न। अब डिभिडेन्ड पे गर्नले नछुटाएको होस् हामी भनिरहेको छौँ। अब डिभिडेन्ड चाहिँ कस्तो कम्पनीहरूले पे गर्छ त्यो पनि एकदम इम्पोर्टेन्ट छ है। डिभिडेन्ड चाहिँ कस्तो कम्पनीहरूले पे गर्छ, गर्न सक्छ र गर्छ। जस्तो त्यसमा दुईवटा हुन्छ यसमा चाहिँ होइन। एउटा चाहिँ भनेको चाहिँ बुझ्नुपर्ने कुराहरू यो चाहिँ अब मेनली भनेको चाहिँ डिभिडेन्ड चाहिँ कस्तो कम्पनीले पे गर्छ। अब जस्तो हामीले चाहिँ प्रायःले चाहिँ एउटा गरेर हुन्छ मार्केटमा स्टक किनेर हुनसक्छ हो, स्टक किनेर हुनसक्छ, स्टक थपघट घट्नु बढ्नु आफ्नै ठाउँमा छ। तर कति कम्पनीहरूले चाहिँ कस्तो भने प्रत्येक वर्ष कति कम्पनीले महिनामा कति कम्पनीले जस्तो एउटा निश्चित टाइममा उनीहरूले चाहिँ डिभिडेन्ड दिएर हुन्छ। त्यो डिभिडेन्ड चाहिँ कसलाई भने जो स्टक छ, स्टक हुनेहरूसँग स्टक हुनेहरूलाई चाहिँ उसले डिभिडेन्ड दिन्छ। त्यो भनेको चाहिँ स्टक, त्यो चाहिँ पब्लिक कम्पनी भयो। त्यो चाहिँ पब्लिक कम्पनी, त्यो जुन पब्लिक कम्पनीले चाहिँ यो 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 स्टक आफ्नो स्टक पब्लिक स्टकलाई चाहिँ पब्लिक गरेर जो स्टक होल्डर हो उसलाई चाहिँ डिभिडेन्ड दिन्छ। अब त्यसमा चाहिँ जोसँग पोलिसी लिएको होस् के अरू के छ मतलब भएन। जस्तो कुनै पनि इन्सुरेन्स कम्पनीहरूले यदि स्टक मार्केटमा उसको स्टक चाहिँ पब्लिक गरेको छ भने उसले आफ्नो स्टक होल्डरहरूलाई चाहिँ आफ्नो वर्षभरि कमाएको पैसाको चाहिँ यति कमाएँ, अब यसको चाहिँ प्रत्येक स्टक होल्डरले यति पैसा, यति रुपियाँ, यति डलर भनेर चाहिँ उसले डिभाइड गर्छ र त्यो चाहिँ पे गर्छ। त्यसले चाहिँ डिभिडेन्ड भन्छ। प्रफिटबाट दिने पैसा, मुनाफाबाट आर्जन गरेको प्रफिटबाट दिने पैसालाई चाहिँ डिभिडेन्ड भन्छ। त्यो सबैलाई थाहै छ। अब होल लाइफमा चाहिँ कसरी डिभिडेन्ड भन्दाखेरि त्यो होल लाइफमा डिभिडेन्ड दिने कम्पनीहरू भनेको चाहिँ म्युचुअल कम्पनीहरू जसको स्टक चाहिँ पब्लिक भएको हुँदैन र उसले चाहिँ स्टकलाई पब्लिकमा मार्केटमा उसले बेचेको हुँदैन। त्यसमा चाहिँ ओनर भनेको को हुन्छ होइन। कसले चाहिँ डिभिडेन्ड पाउँछ भन्दाखेरि पोलिसी होल्डर। प्रत्येक पोलिसी होल्डरहरू नै त्यसको ओनर हुन्छ र पोलिसी होल्डरमा पैसा जति राखेको छ त्यो अनुसारले प्रफिटबाट बाँड्छ। प्रफिट चाहिँ बाँड्छ। त्यो प्रफिट बाँडेकोलाई चाहिँ डिभिडेन्ड भन्छ। त्यो अब थाहा भयो है। डिभिडेन्डको बारेमा कुनै क्वेसन छ? छैन है। कल्पनाजी, सूर्य? छैन अहिलेलाई चाहिँ, अब पछि आफूले कल्पनाजी एउटा क्वेसन सोधिहालेँ है त। कल्पनाजी हुनुहुन्छ नि? ल सूर्यलाई नै भन्नु न त, डिभिडेन्ड कस्तो कम्पनीले पे गर्छ अरे? फेरि क्वेसन फेरि एकचोटि। डिभिडेन्ड चाहिँ कस्तो कम्पनीहरूले होल लाइफ पोलिसीमा पोलिसी होल्डरहरूलाई चाहिँ कस्तो कम्पनीले डिभिडेन्ड पे गर्छ? 100 वर्ष होइन, 100 वर्षभन्दा पुरानो कम्पनी चाहिँ अब होल लाइफमा चाहिँ म्युचुअल कम्पनीहरू, म्युचुअल फन्ड्सहरूले चाहिँ म्युचुअल फन्ड होइन, म्युचुअल कम्पनीहरू हुन्छ कि म्युचुअल लाइफ इन्सुरेन्स कम्पनीहरू होइन। त्यस्तो कम्पनीहरूलाई चाहिँ पोलिसी होल्डरलाई डिभिडेन्ड पे गर्छ। हजुर। अब युजली भनेको अब हामीले युजली गर्ने भनेको चाहिँ फरेस्टरबाट गर्छौँ है। यो चाहिँ फरेस्टर भन्ने कम्पनी छ जुन चाहिँ 152 इयर्स ओल्ड हो र अहिलेसम्म उसले सिङ्गल इयरमा कुनै पनि इयरमा उसले डिभिडेन्ड पे गर्न छुटेको छैन। अहिलेको एभरेज भनेको उसको 5.9% छ डिभिडेन्ड। कति भन्नुभयो? 5.9% डिभिडेन्ड दिन्छ होइन अहिलेको। त्यही भएर हामी चाहिँ के भन्छौँ भने 6%, 5.96 भनेको लगभग उस्तै हो। 5.5देखि जय भन्दाखेरि जस लगभग 6% डिभिडेन्ड आउँछ। र मैले सुरुमै पनि भने होल लाइफले चाहिँ के इन्ट्रेस्ट दिन्छ, ग्यारेन्टिड इन्ट्रेस्ट दिन्छ। उसको 4% ग्यारेन्टिड इन्ट्रेस्ट छ र 6% उसको चाहिँ डिभिडेन्ड आउँछ। लगभग उसले 10% जति चाहिँ आउँछ। तर ग्यारेन्टिड भनेको इन्ट्रेस्ट हो, डिभिडेन्ड भनेको ग्यारेन्टिड चाहिँ होइन, चेन्ज हुन सक्छ। तर अहिलेसम्म छुटेको चाहिँ छैन।
यो चाहिँ मैले क्वेसन सोधिहालेँ यो पोलिसी ल्याब जस्तै हो होइन नि होइन पोलिसी ल्याब्स हुने टाइममा चाहिँ त्यो टाइममा चाहिँ अब हुन्छ नि अब हामीले चाहिँ पे गर्न सकिएन रहेछ सर्टेन टाइममा चाहिँ होइन सम केसेस होइन त्यो हुनसक्छ नि त मह्म। अब जबै छुट्यो अरे त्यस्तो केसमा जस्तै हो कि यो अर्कै हो होइन डिभिडेन्ड डिभिडेन्ड चाहिँ यस्तो डिभिडेन्ड पोलिसीमा चाहिँ डिभिडेन्ड पे गर्नलाई अलिकति हामीले मिलाउनुपर्छ त्यही भएर त एजेन्टको काम एज एन एजेन्ट कस्तो भने डिभिडेन्ड हजुर पेको पोलिसी कसरी राम्रो बन्छ होइन यो क्लायन्टहरूको पोलिसी क्लायन्टहरूको चाहिँ पाउने रिटर्न भनेको कहिले राम्रो हुन्छ भन्दाखेरि जब एन एजेन्ट होइन एजेन्टले राम्रोसँग पोलिसी डिजाइन गर्छ ओके द्याट्स द त्यसपछि पोइन्ट क्लायन्टले चाहिँ राम्रो रिटर्न पाउँछ होइन त्यही भएर अब मैले भर्खर भनेको स्टक कम्पनीहरू यो म्युचुअल कम्पनीहरू है डिभिडेन्ड अनि यसको डिभिडेन्ड म्युचुअल कम्पनीहरूको डिभिडेन्ड चाहिँ सधैँ ट्याक्स फ्री है ट्याक्स के फ्री भन्नुभयो फेरि भन्नुहोस् त ट्याक्स फ्री म्युचुअल कम्पनीहरूले डिभिडेन्ड चाहिँ ट्याक्स फ्री हुन्छ हजुर ओके उसले पोलिसीमै राखिदिया हुन्छ नि त होइन त्यो चाहिँ ट्याक्स फ्री नै ग्रो हुन्छ त्यो चाहिँ तर स्टक कम्पनीहरूले दिने डिभिडेन्ड चाहिँ नि सधैँ ट्याक्सेबल हुन्छ ओके थ्याङ्क्स किनकि त्यसको त्यो चाहिँ प्रफिट हो स्टक कम्पनीहरूको चाहिँ हामीले लिने हाम्रो स्टक छ स्टकबाट लियो भने चाहिँ त्यो हाम्रो प्रफिट हो त्यही भएर त्यसको ट्याक्स लाग्छ म्युचुअल कम्पनीले दिने भनेको पोलिसी होल्डरलाई दिने हो पोलिसी होल्डरहरूले चाहिँ पोलिसीमा राख्छ र त्यसले पनि ग्रो गर्छ त्यो चाहिँ लाइफ इन्सुरेन्समा राखेको पैसा सधैँ नै ट्याक्स फ्री हुन्छ यो स्टक होल्डर्स र पोलिसी होल्डर्स भनेको एउटै त हो नि होइन सो होइन जसले इन्भेस्ट गर्छ त्यो नै होल्डर्स यहाँ होइन सेमै स्टक होल्डर भनेको चाहिँ जस्तो हामी मार्केटमा हामी स्टक किन्छौँ नि त्यो चाहिँ स्टक होल्डर हो कि मार्केटमा या हामीले किनेको स्टक चाहिँ स्टक होल्डर पोलिसी होल्डर भनेको म्युचुअल कम्पनीहरूसँग भएको पोलिसी होल्डर स्टक कम्पनीहरूसँग पनि पोलिसी होल्डर हुनसक्छ राइट होइन जस्तो जहाँसम्म लाग्छ यो नेसन वाइडहरू तिनीहरू चाहिँ पब्लिक कम्पनी उनीहरूले चाहिँ स्टक बेचेको हुन्छ उनीहरूले कहिले पनि पोलिसीलाई चाहिँ पोलिसीमा डिभिडेन्ड दिँदैन उनीहरूले चाहिँ स्टकमै डिभिडेन्ड दिन्छ होइन अब म्युचुअल कम्पनी जब फरेस्टर भनेको चाहिँ म्युचुअल कम्पनी उसले चाहिँ सधैँ पोलिसी होल्डरलाई डिभिडेन्ड दिन्छ पोलिसीमा चाहिँ जति पैसा छ त्यसमा चाहिँ त्यही त त्यसमा चाहिँ स्टक डिभिडेन्ड पाउने पैसा र डिभिडेन्ड नपाउने पैसा पनि छुट्टा छुट्टी हुन्छ त्यही भएर हामीले चाहिँ डिजाइन गर्नुपर्छ त्यो फेरि हामी गरौँला अहिले चाहिँ हामीले बुझ्दाखेरि त्यही नै हो होइन अब मेन कुरा भनेको चाहिँ हामीले बुझ्नुपर्छ भन्दाखेरि के चाहिँ भन्दाखेरि हाम्रो इन्फिनिट ब्याङ्किङ चाहिँ कसले युज गरेको छ त अहिलेसम्म हामीले कुरा त गऱ्यौँ यस्तो उस्तो भनेर पाउँछ यस्तो पाउँछ भनेर होइन इन्फिनिट ब्याङ्किङ चाहिँ कसले युज गर्यो होल लाइफ चाहिँ कसले युज गरेको छ त भनेर यो सबै टाट पल्टिन लागेकोहरूले पनि युज गरेको जस्तो वाल डिज्नी एक टाइममा चाहिँ टाट पल्टिन लाएको थियो उसले आफ्नो होल लाइफबाट पैसा निकालेर वाल डिज्नीले जोगाएको थियो त्यसै जेसी पेनीको त सबैले सुनेकै छ डब्लुएफसीमा त धेरै चोटि भन्छ यो चाहिँ होइन होल लाइफ इन्सुरेन्सबाट चाहिँ पैसा निकालेर भन्छ तर वाल लाइफ इन्सुरेन्स भन्दा होल लाइफबाट निकालेको त्यो पैसा यो जोन एफ केनेडी उनीहरू राष्ट्रपतिको हुँदाखेरि अब यो अस्ति स्लिपिङ जो बाइडेन भन्छ यसलाई चाहिँ होइन जो बाइडेनले राष्ट्रपति चुनावमा गर्दाखेरि पनि त्यो होल लाइफबाटै पैसा निकालेर गरेको थियो यो सबैले पोलिसी निकालेर गरेको थियो होइन हजुर यो चाहिँ सबै त्यही हो अब एउटा कुरा नि अर्को कुरा भनेको चाहिँ ब्याङ्कले अब हामीले चाहिँ ब्याङ्कमा सुरुमै भन्यौँ हामीले चाहिँ ब्याङ्कमा पैसा राख्छौँ भएको पैसाहरू होइन त्यो ब्याङ्कमा राखेको पैसा चाहिँ ब्याङ्कले चाहिँ के गर्छ त थाहा छ इन्भेस्टमेन्ट उनीहरूले पनि केमा इन्भेस्ट गर्छ कसरी इन्भेस्ट गर्छ स्टक्सहरूमा अब मात्र होइन कि उनीहरूले डिफ्रेन्ट उसमा पनि इन्भेस्ट गर्छ जस्तै म एउटा इक्जाम्पल दिन्छु होइन नेसन वाइड बिकज नेसन वाइड चाहिँ फ्रम ओहायो होइन सो हजुर कोलम्बसमा चाहिँ नेसन वाइडले कसरी इन्भेस्ट गरेको छ भने नेसन वाइड चिल्ड्रेन हस्पिटल अनि नेसन वाइडले एउटा होल सिटी नै खडा गरेको छ उनीहरूले इन्भेस्ट गरेर बुझ्नु भएन त्यहाँ अपार्टमेन्ट बिल्डिङ क्लब हस्पिटल भने एउटा होल सिटीलाई नै उनीहरूले उ गरेको छ होइन बिल्ड गरेको छ अनि उनीहरूले रेन्ट दिएर त्यो पैसा निकाल्छ जसरी हेज फन्ड भन्छ नि हजुर नेसन वाइड पनि वान अफ द उसमा हेज फन्डमा चाहिँ छ जम्मा 5वटा नेसन वाइडमा चाहिँ नेसनभरि नै 5वटा इन्सुरेन्स कम्पनीहरूले चाहिँ हेज फन्ड गर्छ एउटा नेसन वाइड एनएलजी पनि आउँछ 2टा मलाई थाहा छ अरू चाहिँ मलाई त्यति उ भएन है
अनि यिनीहरूले त्यो के भन्छ त्यो अरिनाहरू यिनीहरू आफैले इन्भेस्ट गरेर गरेको छ, त्यहीबाट प्रफिट आउने पैसा गरेर यिनीहरूले चाहिँ अब पोलिसी होल्डरहरूलाई चाहिँ त्यसरी उ गर्ने रहेछ। Okay, thank you for info. त्यति मात्र होइन है, एउटा कुरा त्यति मात्र होइन, यो पार्ट अफ एउटा कुरा चाहिँ के छ भन्दाखेरि जम्ले मानिलिउँ हामीले ब्याङ्कमा ₹1 राख्यौँ, $1 राख्यौँ भने त्यो $1ले त्यसले चाहिँ उसले फ्र्याक्सन इन्भेस्ट गर्छ। $1ले चाहिँ उसले 10 टाइम्ससम्म उसले इन्भेस्ट गर्छ। $1लाई चाहिँ उसले $10सम्म उसले लोन दिन सक्छ। दिन सक्छ भन्नुभएको कि लिन? दिन सक्छ। ब्याङ्कले चाहिँ $1 हामीले ब्याङ्कमा $1 राखेको बराबर उसले 10 जनालाई $1 उसले प्रोभाइड गर्न इन्भेस्ट गर्न सक्छ, लोन दिन सक्छ। ओके, दिन्छ त्यो चाहिँ उसले गर्छ नि। त्यो चाहिँ I have not reading the here. थाहा छ? Okay. अब अर्कोमा कहाँ राखेको हुन्छ भनेर म अहिले देखाउन गइरहेको छु है। भोलि भनेको के रहेछ त? आफ्टर बैंक इन्भेस्ट मनी इन द भोलि। This भोलि kind of- भनेको चाहिँ ब्याङ्क ओन्ड लाइफ इन्सुरेन्स हो कि त्यो। Okay. अब ल सूर्य, तिम्रो चाहिँ ब्याङ्क कुन हो? कुन ब्याङ्कमा राख्ने गरेको छ पैसा? बैंक मेरो मोस्टली बैंक अफ अमेरिका। ब्याङ्क अफ अमेरिका त सुरुमै छ। अब हेर्नु है, यो चाहिँ भोलि भनेको ब्याङ्क ओन्ड लाइफ इन्सुरेन्स। Okay, thank you. I Right? just want to know the Ah. bank भोलि। भोलि फुल फर्म। अब यसमा हेर्नु है, यो ब्याङ्कले चाहिँ ब्याङ्क अफ अमेरिकाले चाहिँ लाइफ इन्सुरेन्समा कति पैसा राखेको छ त? I don't have idea. 24 बिलियन। 24 बिलियन चाहिँ उसले ब्याङ्कमा लाइफ इन्सुरेन्स किनेर राखेको छ, होल लाइफ होइन। यो चाहिँ मैले भने होइन, यो चाहिँ युएस ब्याङ्कले भनेको छ। यो युएस ब्याङ्क लोकेसन्स.com उसले आफ्नोमा राखेको छ। यो मैले भनेको होइन, यो उसको साइडमा राखेको छ। यो कुन कुन कम्पनीले कति कति होल लाइफ इन्सुरेन्स चाहिँ ओन गर्छ भनेर देखाएको छ। यो उसले चाहिँ ग्यारेन्टिड पाउँछ, डिभिडेन्ड पाउँछ हो। उसको 24 बिलियन, मोर देन 24 बिलियन चाहिँ ब्याङ्क अफ अमेरिकाले राखेको छ होल लाइफमा। तर ब्याङ्कमा गयो भने चाहिँ हाम्रो पैसा कहाँ राख, इन्भेस्ट गर भन्छ उसले। आइआरएमा इन्भेस्ट गर भन्छ। उसले आइआरएमा राखेको छ त? होइन, उसले त पैसा सबै होल लाइफमा राखेको छ होइन। तर हामीलाई रिटर्न कति दिन्छ उसले? 0.1%, 0%। होइन। तर उसले चाहिँ 4% ग्यारेन्टिड पाउँछ र उसले चाहिँ डिभिडेन्ड पाउँछ फेरि हो। तर आजकल त के भन्छ हामीलाई युएसमा पनि के अरे पर्सेन्टेज दिने ब्याङ्क्सहरू पनि रहेछ नि त, सिटिजन ब्याङ्क्सहरू भयो होइन। अनि छ। अरू चाहिँ के त्यस्तो पनि छ, नभएको होइन। लाइक दे आर गिभिङ तर सर्टेन तर अब सिटिजन ब्याङ्ककै कुरा गर्ने हो भने कि सिटिजन भन्नु हो? सिटी ब्याङ्क, सिटिजन या सिटी ब्याङ्क, सिटिजन ब्याङ्क। सिटिजन ब्याङ्क हामी कहाँ छ, तपाईँहरू कहाँ छैन होला, यता इस्ट कोस्टमा होइन। छ। अब नभए पनि यहाँ त यसमा त हुन्छ नि। यहाँ सिटिजन ब्याङ्क यहाँ चाहिँ कम्युनिटी अमेरिकालाई दिन्छ हो यहाँ। ल सिटिजन ब्याङ्कले कति राखेको छ? 3.3 बिलियन। वाउ। उसले चाहिँ होल लाइफमा पैसा राखेको छ। 4% उसले ग्यारेन्टी पाउँछ। 3% दिनलाई टाउको दुखेको विषय भएन नि त उसलाई होइन। डिभिडेन्ड पनि पाउँछ उसले होइन। उसको त रिस्क फ्री पैसा राखेको छ उसले। त्यो चाहिँ फेरि कस्तो, त्यो पैसा चाहिँ फेरि कस्तो, ट्याक्स फ्री, ट्याक्स पनि तिर्नु पर्दैन उसले। तर हामीलाई चाहिँ उसले 3% तिरेको इन्ट्रेस्टमा चाहिँ उसले ट्याक्स चाहिँ काट्छ फेरि। हामी चाहिँ ट्याक्स पनि तिर्नुपर्छ। त्यो हामीले आएको हाम्रो ब्याङ्कबाट आएको इन्ट्रेस्टमा चाहिँ थाहा छ नि, हामी त्यसमा ट्याक्स तिर्नुपर्छ। तर यिनीहरूले पाएको पैसामा ट्याक्स पनि तिर्नु पर्दैन। जति आएको छ त्यति चोखो उसको प्रफिट हो होइन। यो चाहिँ बुझेको छ है? हजुर। त्यही भएर उसले भनेको छ उसले $1 को 10 डिफ्रेन्स पिपललाई चाहिँ उसले लोन दिन सक्छ। त्यसरी इन्भेस्ट गर्छ, त्यसरी कमाउँछ पैसा। तर हाम्रो पैसा चाहिँ हामीले युज गर्न पाइरहेको हुँदैनौँ। ब्याङ्कमा राखेको पैसा चाहिँ इन्ट्रेस्ट, किनभने इन्ट्रेस्ट पनि पाइरहेको हुँदैन, के पनि हुँदैन। त्यति राखेको हाम्रो माइन्ड प्रत्येक वर्ष नेगेटिभमा गएर आउँछ। किन नेगेटिभ भन्दाखेरि इन्फ्लेसन मिट गरेको हुँदैन उसको इन्ट्रेस्टले।
इन्फ्लेसन बढेको भनेको चाहिँ हाम्रो पैसाको भ्यालु घटेको हो नि त। त्यही भएर इच एन्ड एभ्री मिनेट हाम्रो पैसाको भ्यालु घटिरहेछ इन्फ्लेसनले गर्दाखेरि। त्यही भएर प्रत्येक दिन प्रत्येक घन्टा हामी माइनसमा गइरहेछौँ ब्याङ्कमा राखेको पैसा चाहिँ। थाहा छ त्यो? उम्, थाहा छैन है? यो चाहिँ यही हो, थाहा पाउनुपर्छ यो चाहिँ। अब यही हो, अब हामीले राखेको पैसा चाहिँ उसले कसरी फ्रेक्सनल चाहिँ कसरी उसले लोन दिन्छ, हाम्रो घरको लागि लोन दिन्छ होइन। हाम्रो राखेको पैसा चाहिँ हामीले 1 मिलियन पैसा राख्यौँ भने, $1 मिलियन चाहिँ हामीले ब्याङ्कमा राख्यौँ भने उसले कहाँ कहाँ लोन गर्छ उसले होइन। हामीले चाहिँ ब्याङ्कमा पैसा राख्यौँ, उसले चाहिँ घरमा मोर्गेजमा दिन्छ, गाडीमा दिन्छ, रिमोडलिङमा त्यो पैसा ल्याऊ के ल्याऊ भनेर हामीले के चिज गरी गर्छ। प्रत्येक दिन मेल गरेर, इमेल गरेर, टेक्स्ट गरेर तिम्रो रिफाइनेन्स गर, तिम्रो चाहिँ त्यो के पैसा जुन ग्याप हुन्छ नि, त्यो पैसा के भन्छ त्यसलाई, पैसा बढेको हुन्छ नि, भ्यालु चाहिँ बढेर त्यो पैसा बढेको भ्यालु चाहिँ घटेको होइन। घरमा Inflation. जस्तो घरमा चाहिँ हामीले 1 मिलियन इन्भेस्ट गऱ्यौँ, हाम्रो घरमा चाहिँ 1 मिलियन छ, त्यसको हजुर भ्यालु बढेर 1.5 मिलियन भयो त्यो घरमा। Equity इक्विटी लोन built. ब्याङ्कले चाहिँ सधैँ इक्विटी लोन ल्याऊ भनेर के गरी गर्छ, सबैले आउँछ होला होइन। त्यो चाहिँ Yeah. 1 मिलियन छ भने उसले 10 मिलियनसम्म उसले इन्भेस्ट गर्छ, 10 जनाले दिन्छ, बाँकी भएको पैसा चाहिँ लाएर वाउ लाइफमा झ्याप्प लाएर राखिदिन्छ होइन। त्यस्तो चाहिँ गर्छ हाम्रो पैसा चाहिँ। तर हामीले चाहिँ के पाउँछौँ? छैन के पनि। लोन पाउँछौँ लियो भने चाहिँ त्यो 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 लोन पनि भनेको हामीले चाहिँ दिन्छ डेट 0% उसले। बढेको हो। डेट, त्यो लोन लिने भनेको डेट हो त्यो चाहिँ। फेरि हामीले दिने पैसा भनेको 0%, उसले लिने भनेको 5-6% होइन। अब हामी चाहिँ के गर्छौँ भन्दाखेरि लाइफ इन्सुरेन्समा राख्छौँ, यो डिभिडेन्ड पेइङ हाई होल लाइफमा राख्छौँ। त्यो पैसा चाहिँ हाम्रो कस्तो हुन्छ, हाम्रो पैसा चाहिँ हाम्रै ब्याङ्कमा हुन्छ, आफ्नै अकाउन्टमा हुन्छ। त्यहीबाट पैसा निकालेर हामीले चाहिँ घर पनि किन्न सक्छौँ, गाडी पनि किन्न सक्छौँ, रिमोडलिङ पनि गर्न सक्छौँ, सबै कुरा चाहिँ त्यसैबाट निकालेर हामी गर्न सक्छौँ। सानो सानो घरको गरजोटारमा चाहिँ हामी युजली त्यसको पैसा निकाल्दैनौँ। हामीले चाहिँ पैसा भनेको अलिकति राखेर त्यसबाट सबै पैसा हामी निकाल्छौँ है। तर अब त्यो मैले यस्तो भनिरहँदाखेरि एउटा चाहिँ के कुरा हुन्छ, हामीले पनि त अब उसले पैसा त चार्ज गर्छ भन्ने होला नि त होइन। एउटा कुरा चाहिँ के याद राख्नुपर्छ, उसले चाहिँ मैले सुरुमा पनि भनेको चाहिँ याद गर्नु है, हामीले युज गर्ने कम्पनीमा चाहिँ उसले 4% ग्यारेन्टिड गर्छ, इन्ट्रेस्ट दिन्छ, 5.9% उसले डिभिडेन्ड पे गरिरहेछ अहिले एभरेजमा होइन। त्यसो भनेको अराउन्ड हामीले चाहिँ 10% रिटर्न लिइरहेछौँ हाम्रो पैसामा चाहिँ। तर उसले चाहिँ लोनबाट कति चार्ज गर्छ त भन्दाखेरि उसले म्याक्सिमम् भनेको 4.5%सम्म लोनमा चार्ज गर्छ। उसले त 4% दिइरहेकै छ, 4.5% उसले चार्ज गर्छ, हामीले चाहिँ तिर्नु भनेको 0.5%। तर डिभिडेन्ड पनि पाउने भएर डिभिडेन्ड पाउने बित्तिकै हामी प्लसमा जान्छौँ, हामीले लिएको लोनमा पनि होइन। ब्याङ्कमा त्यही पैसा हामीले ब्याङ्कमा लिएको भए के हुन्थ्यो, 6%, 7%। मेरो साथी एकजनाले गाडीको लोन राइट लिएर, नाउ मार्केटको अनुसार हुन्छ होइन ब्याङ्कमा त्यही चाहिँ। त, त्यही भने मेरो साथीले एकजना गाडी लिएको छ, गाडीको इन्ट्रेस्ट तिर्छ 21% वाउ द्याट्स अ लट होइन। मैले आफ्नै पनि मैले गाडी लिँदाखेरि मैले तिर्ने भनेको 6.3%, जबकि उसले मलाई दिने भनेको कति हो, 0.012%। आफ्नै पैसा छ त्यहाँ होइन, तै पनि त्यति डिफ्रेन्स छ। तर यसमा चाहिँ कस्तो भन्दाखेरि यसमा चाहिँ विन विन, उसले पनि 4.5% इन्ट्रेस्ट पायो, हामीले चाहिँ ग्यारेन्टिड 4% पायौँ र डिभिडेन्ड पायौँ होइन। यसमा चाहिँ विन विन सिस्टम। अब चाहिँ हामीले त्यही, म चाहिँ के भन्छु भने जस्तो हो, अहिले मानिलिउँ
हाम तपाईँको अकाउन्टमा होल लाइफमा त्यो डिभिडेन्ड पेइङ अकाउन्टमा चाहिँ तपाईँको 1 मिलियन छ मानिलिउँ। तपाईँले घर लिनुभयो, 5.5 मिलियनको एउटा घर लिनुभयो, 5.5 मिलियन निकाल्नुभयो च्याप्पै, ल पे आउट घर, होइन? अब तपाईँले चाहिँ त्यो पैसा चाहिँ यदि ब्याङ्कमा लोन राखेर लिएको भए कति हुन्थ्यो मर्गेज? मानिलिउँ तपाईँले 3,000 तिर्नुभयो, 3,000 चाहिँ त्यसको मर्गेज आउँथ्यो मानिलिउँ न, होइन? अब तपाईँ के गर्न सक्नुहुन्छ? 3,000 चाहिँ आफ्नै अकाउन्टमा तिर्नु, 3,000 आफ्नै अकाउन्टमा प्रत्येक महिना चाहिँ 3,000 तिर्दै गयो, ब्याज पनि सँग पनि आफै गयो। तर हामीले चाहिँ पाउने इन्ट्रेस्ट चाहिँ कहिले कतिको भन्दाखेरि कतिको हामीले चाहिँ 4% इन्ट्रेस्ट पाएर हुन्छौँ र डिभिडेन्ड पाएर हुन्छौँ भन्दाखेरि 1 मिलियन, 1 मिलियनको चाहिँ हामीले पाएर हुन्छौँ नि। उम्, हाम्रो पैसा त बढिरहेकै छ, इन्ट्रेस्ट पनि पाइरहेकै छौँ, डिभिडेन्ड पनि पाइरहेको छौँ, तर हामीले चाहिँ घर पनि पायौँ त्यही त्यही पैसाबाट। तर घरको चाहिँ मर्गेज तिरे जस्तरी नै आफ्नो अकाउन्टमै फेरि तिर्दाखेरि पैसा पनि बढेको बढी हुन्छ। भनेको बुझ्यो है, कन्सेप्ट बुझ्यो है? उहुँ। बुझेको छ? कल्पनाजी बुझ्नु भएको छ? कल्पनाजीले पछि रेकर्ड हेर्नुहुन्छ, रेकर्डिङ गरेको। अब यही हो मैले चाहिँ भनेको, त्यही भर्खर भनेको। अब अर्को भनेको चाहिँ अब जस्तो मानिलिउँ हामीले फाइनेन्स गरेर एउटा घरको भर्खरै घरको, अब घरको भन्दाखेरि पनि एउटा गाडीको यो चाहिँ इक्जाम्पल लिउँ न, होइन? इक्जाम्पल लिउँ, इक्जाम्पलमा चाहिँ गाडी किन्दाखेरि कस्तो हुन्छ भने हामीसँग ब्याङ्कमा पैसा छ, यो ब्याङ्कमा पैसा छैन हामीसँग, होइन? झ्याप्पै के गर्नु, लोन लिउँ, गाडीको लागि 50,000को गाडी किन्यौँ, 50,000 झ्याप्प लोन लिउँ, अनि हामीले चाहिँ महिनामा तिरेर हामीले मानिलिउँ 6 वर्षको लोन लिउँ, 72 मन्थको। 6 वर्षपछि हाम्रो पेमेन्ट सक्यो, हाम्रो पैसाको भ्यालु कति छ? 0। पैसा त हामीले तिरेको तिरै छौँ। सुरुमा पैसा लोन लिने कि झ्याप्प हामी माइनसमा गयौँ, होइन? लोन लिने बित्तिकै किन हामी त डेटमा गयो नि। अब डेट चाहिँ हजुर बिस्तार 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 तिर्दै गयौँ। अब 6 वर्षपछि हाम्रो पैसा पनि सक्यो, इन्ट्रेस्ट तिर्न चाहिँ सक्यो, तर गाडीको भ्याल्यु चाहिँ कति छ? 50,000को गाडीको भ्याल्यु चाहिँ 6 इयर्सपछि कति हुन्छ होला? 20,000। डिपेन्ड्स होइन, 6 इयर्सपछि त धेरै नै डिप्रिसिएट भइसकेको हुन्छ उसको। डिपेन्ड्स अन मार्केट हुन्छ नि त, होइन? त्यो मार्केट चाहिँ हुन्छ, माइलेज अब कति डिप्रिसिएसन चलाएको भनेको छ। चाहिँ डिप्रिसिएट भनेको चाहिँ धेरै नै भइसकेको हुन्छ। ल 30,000, 30,000 जतिसुकै माइलेज घटे पनि 30,000 भन्दा त बढी दिँदैन 50,000को हजुर गाडी, कुनै पनि चान्समा दिँदैन, चान्सै छैन। हामी कति माइनसमा, 20,000 माइनसमा हो। हजुर अब नै पनि न 6 वर्षपछि हाम्रो चाहिँ गाडी फेरि अपग्रेड गर्नुपर्ने हुन्छ, एक्स्ट्रा मनीहरू छ, होइन? मेन्टेनेन्स गर्न चाहिने हुन्छ कुनै कुनै। मेन्टेनेन्स त बेग्लै कुरा भयो, तर गाडी नै पुरानो भइसकेको हुन्छ नि त, पुरा अँ, नयाँ नयाँ टेक्नोलोजीको गाडीहरू आइसकेको हुन्छ, उम्, हो? अब फेरि हजुर हामीले चाहिँ लोन फेरि अर्को गाडी लिनु पर्यो। यो यो चाहिँ सेरी चलिरहेको हुन्छ नि हाम्रो लाइफभरि, उम्, होइन? गाडी चेन्ज गर्नु पर्यो, फेरि लोन लियो, फेरि पैसा दिँदै गर। हाम्रो चाहिँ त्यो पैसा साइकल। चाहिँ पैसा चाहिँ कहाँ गयो त? हाम्रो छैन, हाम्रो त पैसा छैन। हामीले ब्याङ्कको त्यो लोन गाडीको लागि चाहिँ हामीले पैसा तिरेकै छौँ, लास्टमा गाडीको भ्यालु छैन, फेरि चलिरहन्छ यो। अर्को उपाय भनेको चाहिँ के छ? हामी चाहिँ क्यासमा, हामीसँग ब्याङ्कमा पैसा छ, 50,000 छ, 50,000 हामीले ब्याङ्कबाट झ्याप्प निकाल्यौँ, गाडीको झ्याप्प तिर्यौँ, निकाल्यौँ। कि फाइनेन्स गर्छौँ, कि हाम्रो दुईवटा हो नि त अप्सन भनेको, कि फाइनेन्सबाट निकाल्ने हो कि त झ्याप्प पैसा तिरेर लिने हो। अब मानिलिउँ पैसा तिरेर लियौँ, अब के हुन्छ? अब ब्याङ्कमा चाहिँ हामीले राखेको 50,000 निकालेर गाडी किन्यौँ, होइन? अब ब्याङ्कको त पैसा सक्यो नि, ब्याङ्कमा त माइनसमा गयो, 50,000 राइट। थियो, 50,000 सक्यो। अब हामीले फेरि बिस्तारै 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 ब्याङ्कमा चाहिँ राख्यौँ, फेरि पैसा चाहिँ बचायौँ हामीले। तर 6 वर्षपछि फेरि गाडीको त्यही हो, किन्नुपर्ने हुन्छ, हुनसक्छ अपडेट गर्नुपर्ने हुनसक्छ, होइन? त्यसपछि फेरि पैसा निकाल्यौँ, गाडीको भ्याल्यु भनेर त डिप्रिसिएट नै हुन्छ, डिप्रिसिएट नै हुन्छ सधैँ, होइन? फेरि निकाल्यौँ, फेरि गाडी किन्यौँ, फेरि हाम्रो ब्याङ्कको पैसा गऱ्यो, त्यो फेरि त्यो हाम्रो ब्याङ्कको भ्याल्यु भनेको त्यस्तै त्यस्तै नै चल्छ, होइन?
अर्को त्यसपछि अर्को फरक के त होइन यो चाहिँ कि त क्यास राख्यो माथि पैसा झ्याप्प थोरै थोरै राख्यौँ गाडी किन्यौँ झ्याप्प गयो थोरै थोरै बजायो गाडी किन्यौँ झ्याप्प गयो के त झ्याप्पै फाइनेन्सबाट लियौँ बिस्तारै 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 तिरेर जेरो बनायो फेरि हाम्रो चाहिँ फाइनेन्सिङ गऱ्यौँ गाडी किन्नलाई फेरि बिस्तारै बिस्तारै तिरेर फेरि जेरो बनायो कि त जेरोबाट अलि माथि पैसा बनायौँ गाडी किन्यौँ सकायौँ फेरि पैसा बनायौँ फेरि गाडी किन्यौँ पैसा सकायौँ होइन त्यो चलिरहन्छ कि त माइनसमा गएर बिस्तारै जेरो बनायौँ त्यसको चाहिँ अर्को उपाय चाहिँ के छ त भन्दाखेरि इन्फिनिट ब्याङ्किङ होइन मानिलिउँ मैले पैसा ब्याङ्किङ यो इन्फिनिट ब्याङ्किङ आइबिसी भन्छ सर्टकटमा चाहिँ आइबिसीमा चाहिँ हामीले पैसा राख्यौँ 50,000 बनायौँ होइन अब गाडी किन्नलाई हामीले पैसा निकाल्यौँ होइन गाडी किन्नलाई पैसा निकाल्यौँ त्यसको चाहिँ तपाईँले 500 तिर्नुहुन्छ महिनाको मानिलिउँ होइन अब त्यसको चाहिँ के हुन्छ त्यही पैसा चाहिँ अब फाइनेन्सलाई तिर्ने होइन आफ्नै ब्याङ्कले तिर्ने 500 तिर्यो 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 अब 6 वर्षपछि हाम्रो फेरि कति हुन्छ 50,000 हुन्छ हो प्लस 50,000को डिभिडेन्ड हुन्छ 50,000को इन्ट्रेस्ट हुन्छ 6 वर्षपछि पैसा बढ्छ किनभने त्यो हाम्रो इन्फिनिट ब्याङ्कमा त उसले डिभिडेन्ड पनि दिएर हुन्छ इन्ट्रेस्ट पनि दिएको हुन्छ नि त ग्यारेन्टिड इन्ट्रेस्ट र डिभिडेन्ड पनि बढ्छ नि त होइन त्यसको भ्यालु त बढ्छ नि पैसा त ब्याङ्कमा त पैसा 50,000 भन्दा बढी नै हुन्छ हाम्रो हो ब्याङ्कमा त 50,000 भन्दा बढी चाहिँ पैसा हुन्छ हुन्छ त्यो चाहिँ ग्यारेन्टी 6 वर्षपछि त्यसपछि हामीसँग के पनि हुन्छ गाडी पनि हुन्छ जतिसुकै डिप्रिसिएट भयो भने गाडी पनि छ हाम्रो पैसा पनि छ पैसाको भ्यालु पनि छ पैसाको भ्यालु त बढेको पैसाको भ्यालु चाहिँ पहिले चाहिँ एप्रिसिएट भयो गाडी डिप्रिसिएट भयो भने गाडी पनि छ हामीसँग हजुर एसेट पनि छ पैसा पनि छ बुझ्नुभयो फेरि एकचोटि भन्नु त पैसा र गाडीको र इन्फिनिटी ब्याङ्किङको कम्बाइन गर्नु त एकचोटि फेरि अब जस्तो हामीले चाहिँ पैसा राख्यौँ हामीले पैसा थोरै राख्यो बनायौँ हामीले चाहिँ 60,000 राख्यौँ बनायौँ पैसा त्यसमा 50,000 हामीले निकाल्यौँ हामीले निकाल्दाखेरि के गर्छौँ मैले सुरुमा पनि भने 4.5% मान्ने म्याक्सिमम् भनेको 4.5% 5% हामीले चाहिँ इन्ट्रेस्ट तिर्यौँ इन्ट्रेस्ट चाहिँ कसरी तिर्छौँ भन्दाखेरि जस्तो फाइनेन्सिङ गर्दाखेरि हामीले 500 महिनाको तिर्छौँ नि त्यस्तो चाहिँ हाम्रो 500 एक्स्ट्रा हामी महिनाको हामीले तिर्छौँ तर हाम्रो हाम्रो क्यास भ्यालु कति छ 60,000 नै छ नि अनि त्यसबाट त पैसा निकालेको होइन हामी चाहिँ ननिकालेको त्यसबाट चाहिँ हामी इन्ट्रेस्ट पनि तिरेर छौँ इन्ट्रेस्ट चाहिँ कसले तिर्छ आफैले तिरेर छौँ किनभने 4% त्यसबाट ग्यारेन्टिड बन्छ र डिभिडेन्ड पनि पाउँछ 60,000बाट 6 इयर्समा 70,000-80,000 बन्ला होइन बन्ला गाडी पैसा त छ नि हामीसँग हामीले लोन अरू गाडी फाइनेन्सिङ गरेर हामीले त्यो लोन तिरेको भए इएमआई तिरेको भए के हुन्थ्यो 6 वर्षपछि जेरो चाहिँ हुन्थ्यो गाडी चाहिँ डिप्रिसिएटमा हुन्थ्यो जेरो चाहिँ हुन्थ्यो पैसा थियो हुन्थ्यो र हुन्थेन अथवा त्यसलाई क्यास हामीले चाहिँ क्यास तिरेको भन्यो उसलाई क्यास नै लियौँ क्यास नै निकाल्यौँ क्यासबाट गर्दाखेरि के हुन्थ्यो हाम्रो पैसा चाहिँ बाइकमै छ अब निकालेपछि त जेरो भयो नि अब हामीले तिर्दा 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 गरेको कति हुन्छ 50,000 मात्रै हुन्छ होइन तर यसमा चाहिँ इन्ट्रेस्ट पनि पायौँ 60,000बाट 60,000 इन्ट्रेस्ट पनि पायौँ 60,000को अनि चाहिँ डिभिडेन्ड पनि पायौँ र प्रत्येक वर्ष त्यो चाहिँ फेरि स्नोबल इफेक्टमा कम्पाउन्ड इन्ट्रेस्ट सहितको हामी पाउँछौँ बुझ्नुभयो है यही हो यो अटो फाइनेन्सिङमा इन्ट्रेस्ट यति छ भने अब टोटल पेमेन्टमा यति हुन्छ होइन भनेको बुझिरहेछ है यो बुझिरहेछ अब यो चाहिँ कसरी हुन्छ भने यो चाहिँ नि अब यो ट्याबुलर दिँदा हामीले चाहिँ इलिस्ट्रेसनको एउटा सानो जस्तो महिनाको चाहिँ उसले 500 राख्छ भनेको वर्षको 6,000 उसले 10,000 उसले एक्स्ट्रा राख्छौँ यो चाहिँ मैले किन 10,000 एक्स्ट्रा किन भने पनि आउन सक्छ मैले भने पैसा सुरुमा पनि के भनेको थिएँ ब्याङ्कमा पैसा राख्नुको सट्टामा हामी चाहिँ यो इन्फिनिट ब्याङ्किङमा पैसा राख्छौँ
बैंकमा 0 पाउँछ, 1 पाउँछ, 2 पाउँछ, 3 पाउँछ। यसमा चाहिँ 4% ग्यारेन्टिड प्लस प्लस डिभिडेन्ड पाउँछ हो। अब पैसा यसमा यसमा चाहिँ लाइफ इन्सुरेन्स पनि हुन्छ। लाइफ इन्सुरेन्सको त चार्जेस हुन्छ त्यो थाहा छ। मैले क्वेसन सोधिहालेँ एउटा यो चाहिँ होइन इन्फिनिट ब्याङ्क चाहिँ पर्टिकुलर नेममा इट्सेल्फ कि इट हेज अल्सो ब्रान्चेस? कस्तो यो ब्रान्चेस भन्नाले कस्तो? सो इन्फिनिट ब्याङ्किङ भन्नुभयो हजुरले होइन? अँ, अनि यो चाहिँ इट्सेल्फ यो चाहिँ डिभिडेन्ड र इन्ट्रेस्ट भएको ब्याङ्क भयो होइन? अनि यो चाहिँ ब्याङ्क होइन, यो चाहिँ नि लाइफ इन्सुरेन्स कम्पनी हो। हजुर लाइफ इन्सुरेन्स कम्पनीमा धेरैवटा प्रडक्टहरू हुन्छ नि। हजुर हामी चाहिँ इन्फिनिट ब्याङ्किङ युज गर्ने, त्यो इन्फिनिट ब्याङ्किङ प्रडक्ट भने हुँदैन। ओके इन्फिनिट ब्याङ्किङ प्रडक्टको लागि, इन्फिनिट ब्याङ्किङ कन्सेप्टको लागि चाहिँ हामी हो त्यस्तो प्लान चुज गर्छौँ जसले चाहिँ डिभिडेन्ड पे गर्छ, ग्यारेन्टिड इन्ट्रेस्ट पनि पे गर्छ र डिभिडेन्ड पनि पे गर्छ। र डिभिडेन्ड चाहिँ नि कहिले पनि नछुटेको होस् भनेर प्लान हाम्रो कम्पनी र प्लान चुज गर्छौँ हजुर है। यो चाहिँ नि इन्फिनिट ब्याङ्किङ कन्सेप्ट भनेको प्लान छुट्टै प्लान होइन। यो चाहिँ एउटा प्लानलाई चाहिँ त्यो कन्सेप्टमा हामी हामी डिजाइन गर्छौँ कि यो चाहिँ होल लाइफ गर्दा होइन? होल लाइफमा। हजुर ओके थ्याङ्क यू। आइएलमा पनि गर्छन् मान्छेहरूले, तर हजुर आइएलमा चाहिँ ग्यारेन्टिड भनेको 0 हो नि त, अथवा चाहिँ 0.5%, 0.75%, होइन। तर यसमा चाहिँ ग्यारेन्टिड 4 हो अनि डिभिडेन्ड पाउँछ। आइएलमा चाहिँ डिभिडेन्ड पाउँदैन, होइन। यो ग्यारेन्टिडमा चाहिँ यो गर्न मिल्छ कि यो चाहिँ ग्यारेन्टिडमा चाहिँ। आइएलमा चाहिँ यस्तो 1.5 0 समथिङ पर्सेन्टेज चाहिँ ग्यारेन्टेड हो नि होइन लाइफ अब इफ इट डज फर 20 years or 40 years फर तर अब यसमा चाहिँ डिजाइन अलिकति फरक तरिकाले गर्छौँ हामी। हजुर जस्तो अब यसमा मानिलिउँ 5 वर्षपछि हामीले चाहिँ पैसा राख्यौँ, त्यसको क्यास भ्यालु यति पनि, डेट बेनिफिट पनि पाउँछ किनभने यो होल लाइफ हो। अब यसमा चाहिँ के गर्न सकिन्छ भन्दाखेरि ट्रुली यो इन्फिनिट ब्याङ्किङ गर्ने हो भने हामीसँग मानिलिउँ हामीसँग पैसा चाहिँ नि 1 million छ भने त्यसको चाहिँ 6 महिनाको राखेर 500,000 यसमा राख्ने र लाइफ इन्सुरेन्स चाहिँ थोरैको किन्ने, होल लाइफ चाहिँ थोरैको किन्ने, थोरै चाहिँ लाइफ इन्सुरेन्समा जाओस्, बढी पैसा चाहिँ हाम्रो इन्फिनिट ब्याङ्किङमा रहोस् भनेर चाहिँ डिजाइन गर्छौँ हामी चाहिँ। अब यो चाहिँ नि खासै त्यस्तो धेरै डिफ्रेन्स त छैन, होइन। तर पनि यसको अब डेट बेनिफिट पनि पाउँछ, क्यास भ्यालु पनि पाउँछ प्रत्येक वर्ष। उसले ग्यारेन्टी, यो चाहिँ ग्यारेन्टिड भनेर हुन्छ, ग्यारेन्टिड पनि प्रत्येक वर्ष बढेर आउँछ हेर्नु है। यो चाहिँ ग्यारेन्टिड, यो चाहिँ नि विथ डिभिडेन्ड है। यो चाहिँ यस्तो चल्छ। यो चाहिँ अब यो चाहिँ धेरै छ होइन। सरसर्ती उयो स्नोबल इफेक्टमा एउटा कुरा गरौँ है त। यदि यदि हामीले चाहिँ ल एउटा अप्सन आयो, म तिमीलाई 1 million दिन्छु, एउटा अप्सन। अर्को अप्सन भनेको चाहिँ आज 1 penny दिन्छु, तर इच एन्ड एभ्री डे डबल गर्छु त्यो। आज आज 1 pennyको भोलि चाहिँ 2 penny, 2 cents गरेर प्रत्येक दिन चाहिँ डबल 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 गर्दै जान्छु। तर त्यो चाहिँ 1 महिनासम्म मात्रै डबल गर्छु भन्यो भने, 30 days डबल गर्छु भन्यो भने कुन चाहिँ चुज गर्छौँ होला हामी? प्रायःले त 1 million नै भन्छ नि, किन 1 penny र 1 million Right, भनेको right. अब पेनीमा चाहिँ अलिक बढ्ने भयो 30 daysसम्म होइन। अनि त्यसमा चाहिँ Double, yeah. $1 million चाहिँ नबढ्ने भयो नि त होइन। 1 million चाहिँ Right. झ्यापै पाउने भयो, 1 penny Yep. चाहिँ इच एन्ड एभ्री डे चाहिँ डबल हुने भयो 30 daysसम्म। 1 Yep. million इज अ ह्युज अमाउन्ट अफ मनी होइन, उम्, हो नि। तर हेर्ने प्रत्येक दिन डबल हुँदाखेरि 1 pennyबाट सुरु हुँदाखेरि 30 daysमा 5.3 million बन्छ। उम्, कम्पाउन्ड इन्ट्रेस्ट भनेको चाहिँ त्यति स्ट्रङ हुन्छ। वाउ Right. मलाई त बुझ्नै बाँकी छ धेरै। कम्पाउन्डिङ इन्ट्रेस्ट भनेको चाहिँ 8th wonder अफ द वर्ल्ड। उम्, कम्पाउन्डिङ इन्ट्रेस्ट भनेको चाहिँ होइन। त्यही भएर अल्बर्ट आइन्स्टाइनले त भनेको छ त,
compound interest is the eighth wonder of the world. He who understands it earns it, he who doesn't pays it. पेट हैन उम्, धेरै कुरा छ अब ल अब यही हो अब एक्चुअली के यो इलिस्ट्रेसन रेकर्डिङ चाहिँ अब इमेलमा पठाइदिनु सबैलाई होइन मलाई पनि होइन त्यसरी चाहिँ सेयर नगरौँ हजुर त्यसरी सेयर नगरौँ म फेसबुकमा एउटा पेज बनाउँछु हाम्रो लागि मात्रै प्राइभेट पेज बनाउँछु त्यो पेजमा चाहिँ राखिदिन्छु त्यो चाहिँ अरू आउँदैन अरूलाई पनि नदिने हाम्रो ग्रुपलाई मात्रै That's a good idea. उम्, एकैछिन म सरसर्ती त्यही नै गरौँ क्या त्यही सजिलो हुन्छ सबैले को एक्सेस पनि हुन्छ त्यसो भएपछि ए जो त्यसमा ग्रुपमा हुन्छ होइन आउनुभयो हुन्छ सजिलो हुन्छ अनि हेर्नलाई पनि अनि त्यो ग्रुपमा मिल्यो भने चाहिँ यो प्रेजेन्टेसन हुन्छ नि त्यो उनीहरूले राखेको छ नि अर्को ग्रुपले के अरे हामी जान्छौँ नि त्यो मिटिङमा अल्फा अल्फा हो अल्फाले राखे जस्तै गरी त्यसरी हामीले त्यो हाम्रो यो प्रेजेन्टेसनहरू पनि राख्न मिल्दैन त्यो ग्रुपमा उम्, त्यसरी क्रिएट गरेर हो त्यस्तो गर्नु कि अनि सजिलो हुन्छ जसलाई चाहियो ठ्याक्क त्यति बेलै अब आफूलाई जुन चाहिन्छ त्यो डाउनलोड गर्न पनि मिल्यो होइन सेभ पनि भयो आफूलाई सबैजनाको एक्सेस पनि भयो सजिलो भयो क्या सबैलाई इमेलमा पर्सनल पठाइरहनु नि परेन सजिलो हुन्छ क्या त्यस्तो भयो ल भने हुन्छ ल अहिलेलाई चाहिँ म यो सरस्वती इलिस्ट्रेसन पनि छिटो छिटो सकाइहाल्छ है हुन्छ अब मैले त्यत्रो भनेको होइन अब कतिको हुन्छ त भनेर ल अहिलेलाई चाहिँ के गरौँ भने सूर्यको नै गरौँ कुन स्टेट भर्जिनिया 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 यो चाहिँ मेडिकलमै जान्छ है यो मेडिकल नै गर्नुपर्छ यसको चाहिँ जस्तो सूर्य अपु फिमेल एज भन्नु त Is भन्नै पर्छ एक्ज्याक्टली भने छैन कि चाहिँ रफली रफली अब रफली 38 ल 38 उम्, नन टबाको रेटिङ उम्, छैन नन टबाको हेल्थ कन्डिसन राम्रो छ प्रिफर्डमा होइन अपडेट बेनिफिटमा हेरौँ अब यहाँ चाहिँ देखाउँछ है यहाँ सुरुमै देखाउँछ के अब देखाउँछ भनेको त्यो उसमा यहाँ के छ भनेर सबै के गर्नुपर्छ प्रिमियमहरू देखेर कतिको इन्सुरेन्स बन्छ कति राख्ने अँ, भनेर अँ, डिजाइन चाहिँ म डिजाइन चाहिँ कसरी गरिरहेको छु भनेर हेरौँ है यसमा चाहिँ हामी 100 इयर्ससम्म पे गर्ने भनेर गर्छौँ अब यसमा चाहिँ बेस प्लस एफपियुए 100 years त भनेको until you die, right? पछि छोड्दा हुन्छ तर अब हामी तिर्छौँ भनेर गर्ने अब यो Yeah. यही हो यो डिभिडेन्ड पेइङ गर्ने यो चाहिँ कस्तो हुन्छ भने हामी चाहिँ कस्तो डिजाइन गर्छौँ भन्दाखेरि इन्सुरेन्स पनि लिनु पर्यो इन्सुरेन्स त लिनै पर्यो होइन Mhm. इन्सुरेन्स पनि लिन्छौँ तर इन्सुरेन्स चाहिँ थोरैको लिन्छौँ बढी पैसा चाहिँ हामी इन्फिनिट ब्याङ्किङ हो नि त यो Right. अब ट्याक्स फ्री गर्नलाई त हामी यो लाइफ इन्सुरेन्स चाहियो तर लाइफ इन्सुरेन्सको खोलभित्र हामी चाहिँ पैसा बनाउँछौँ त्यसको लागि चाहिँ हामी यो गर्छौँ अब मानिलिउँ प्रिमियम चाहिँ पर मन्थ कति हाल्ने मलाई सोध्नु भएको हजुर पर मन्थ राख्नु न 800 राख्नु न रफली हालौँ न 1000 होइन अब ल 1000 अब यसमा चाहिँ यो चाहिँ कस्तो भने यो एकदम क्यार बेस पोलिसी प्रिमियम पर्सेन्टेज यो चाहिँ इन्सुरेन्समा जाने पैसा 35 होइन अनि यो चाहिँ नि एफपियुएआर भनेको चाहिँ यही हो यो चाहिँ डिभिडेन्ड पेइङ अकाउन्ट हो यो चाहिँ यसमा चाहिँ नि कति पर्सेन्टेज हाल्ने भन्ने हुन्छ यसमा चाहिँ नि म चाहिँ के गर्छु भने युजली 50% हाल्छु इन्सुरेन्समा राखेको प्रिमियम जति हामी प्रिमियममा राख्छौँ नि प्रिमियमको चाहिँ 50% इन्सुरेन्समा जाओस् 50% डिभिडेन्ड पेइङमा जाओस् भनेर म त्यो गर्छु युजली अनि 10 इयर्सको
युजली म 10 इयर्सको टर्म इन्सुरेन्स किन्छु, एड गर्छु सुरुमा चाहिँ, किनभने सुरुमा उसले थोरै दिन्छ इन्सुरेन्स होइन, त्यही भएर 10 इयर्सको चाहिँ टर्म इन्सुरेन्स एड गर्छु। ए यसमै एड गर्ने टर्म इन्सुरेन्स टर्म इन्सुरेन्स भनेको उसले चाहिँ उसले फेस भ्यालु थोरै दिन्छ यसको मतलब। सुरुमा थोरै दिन्छ नि त। ए ओके ओके। है? अनि अब प्रिमियम चाहिँ मन्थली 1000 भनेको 12,000 हुन्छ इयरली। डिस्ट्रिब्युसन चाहिँ अब जस्तो मिनिमम 10,000 राख्नै पर्छ होइन, मिनिमम कति राख्नुपर्छ यो? जति हाले नि हुन्छ। जस्तो कि मसँग 1,000 पैसा 1,000 राख्छु म, जस्तो मैले एकजनाको 2,000 राखेर गरेको छु। ए ओके ओके 2,000 राखेर अनि त्यसपछि मन्थली गरे पनि भयो होइन? मिनिमम कति राख्छ मिनिमम? जति राख्ने $50 होला। $15? 50 $50? वाउ कस्तो राम्रो है त्यसो भए त। अनि तर अब त्यसको पैसा बन्दैन, थोरै पैसा। यो भनेको इन्फिनिट ब्याङ्किङ हो नि त, सुरुमा पैसा हालेर। यसमा चाहिँ कस्तो भने ब्याङ्कमा पैसा राख्नु सट्टामा यसमा हाल्ने भने हो कि यसमा चाहिँ। यो ठिक भनेको छ, तर अलिकति कोही मान्छेको पैसै छैन सुरुमा अलिकति, अहिले पैसा छैन तर मलाई यो एकदम मन पर्यो तर मन्थली सेभिङ गर्दै जान्छु भन्ने टाइपको भयो भने त राम्रो भयो नि त यो भन्न खोजेको मैले। त्यसमा ग्यारेन्टिडवाला हुन्छ, तर अब जुन कन्सेप्टमा यो बनाएको त्यस्तो चाहिँ बन्दैन, तर चाहिँ राम्रै बन्छ। किन ब्याङ्कमा पैसा यो कन्सेप्ट भनेको कस्तो भने ब्याङ्कमा पैसा राख्नुको सट्टामा म यसमा राख्छु भने हो कि यो चाहिँ। हुन त यो खासमा बैङ्कमा पैसा राख्ने पैसा हुने मान्छेहरूलाई हो होइन, तर कोही मान्छे चाहिँ मन्थली नै पैसा, अब जस्तो कि मेरो मन्थली पैसा चाहिँ बैङ्कमा गएर जान्छ अबदेखि, त्योभन्दा बरु यसमै जाओस् भन्ने टाइपले गर्यो भने पनि त ठिकै भयो त। त्यो पनि हुन्छ। त्यो पनि हुन्छ। ल अब यो चाहिँ डिस्ट्रिब्युसन चाहिँ मैले गरिनँ, कहिले पैसा निकाल्ने भन्ने चाहिँ होइन। अब डिभिडेन्ड एन्ड स्ट्यान्डर्ड प्रोटेक्सन, अब यो चाहिँ एडअप नै हुन्छ, यो नै हुन्छ। यसमा चाहिँ यो सबै आउँछ है, क्रिटिकल क्रोनिकल सबै टर्मिनल लिभिङ बेनिफिटहरू यसमा आउँछ। अब यसमा चाहिँ राइडर हाल्ने हो। राइडर चाहिँ कस्तो राइडर हाल्ने भन्दाखेरि अब हामी चाहिँ पैसा हाल्ने यही हो। अब मानिलिउँ 1,000 राख्ने, तर ब्याङ्कमा चाहिँ 100K छ। यो चाहिँ 100K चाहिँ अब यहाँ हामी राख्छौँ। एक्सचेन्ज होइन, ब्याङ्कमा पैसा राख्नु सट्टामा ब्याङ्कको 100K चाहिँ हामी यो आइबिसीमा राख्छौँ, यो इन्फिनिट ब्याङ्कमा। नन लम्सम भन्नु भएको छ नि त त्यसमा, अनि फेरि निकाल्नु भनेको एकैचोटि झ्याप्पै पैसा निकाल्ने। 1035 भनेको चाहिँ अर्को अकाउन्ट, अर्को लाइफ इन्सुरेन्सको पैसा निकालेर यसमा हाल्ने भनेको। यो नन लम्सम, नन 1035 भनेको चाहिँ अब बाहिरबाट। यो हाल्ने हाम्रो इन्फिनिट ब्याङ्किङ भनेको हाम्रो ब्याङ्क हो नि त, आफ्नै ब्याङ्क हो नि। अब ब्याङ्कमा भएको अरूहरूको ब्याङ्कमा भएको पैसा निकालेर हामी यहाँ राख्छौँ भने कि यो चाहिँ 100K चाहिँ कतिको 2-3 लाख हुन्छ नि त। तर 1 लाख राखेर हेर्ने अरे होइन, यसमा चाहिँ यो बनायो। अब यसमा चाहिँ एकदम यो चाहिँ ख्याल गर्नुपर्छ हामीले चाहिँ के भने 1,000 चाहिँ हामी महिनामा राख्छौँ भनेर भनेका छौँ होइन। 1,000 चाहिँ महिनामा, 500 चाहिँ हामी इन्सुरेन्समा राख्छौँ, 500 चाहिँ हामी डिभिडेन्ड पेइङमा राख्छौँ भनेको छौँ। त्यो 1,000मा पनि यो त सबै डिभिडेन्ड पेइङमै जान्छ, एक्स्ट्रा राखेको सबै डिभिडेन्ड पेइङमा। अब यसको लागि हामीले चाहिँ के गर्नु पर्यो भन्दाखेरि अब यो चाहिँ नि म्याक्सिमम् एनुअल पेमेन्ट भनेर चाहिँ गर्नु पर्यो, किनभने 100K चाहिँ हामीले च्याप्पै पैसा राख्नु भनेको छौँ, र महिनामा पनि 100K भने 112,000 राख्ने हुन्छ नि त। मानिलिउँ तै पनि अलिकति एक्स्ट्रा गर्नलाई 150,000सम्म हामी हाल्छौँ, म्याक्सिमम् यतिसम्म हाल्न सक्छौँ वर्षको। त्यो म्याक्स चाहिँ त्यति भएन, अर्को ब्याङ्कबाट निकालेर इन्फिनिटमा हाल्ने म्याक्स चाहिँ 150। त्यतिसम्म हाल्न सक्छौँ हामी, त्यतिसम्म हाल्न दिन्छ है, बुझेको है। अनि 1035 एक्सचेन्ज एमाउन्ट भन्नाले तिनीहरूले दिने हो कि के हो, लास्टमा फाइनलाइज गर्ने हो कि? 1035 एक्सचेन्ज अमाउन्ट भन्यो नि त होइन, यो त त्यही भने सुरुमा मैले के भने नन 1035 भनेको एक्सचेन्ज हो। यो एक्सचेन्ज भनेको अर्कोबाट अकाउन्टबाट ल्याएर यसमा हाल्ने हो। नन 1035 भनेको चाहिँ कस्तो भने यो नन 1035 भनेको लाइफ इन्सुरेन्स बाहेक अरू अकाउन्टबाट ल्याएर राख्ने भने हो। यो चाहिँ यो सबै राख्ने हो। यो पैसा यो सबै भनेको सबै हामीले राख्ने पैसा हो, राखेकै छैन। यो डिस्ट्रिब्युसन सधैँ के भने डिस्ट्रिब्युसन भनेको चाहिँ पैसा निकाल्ने हो। डिस्ट्रिब्युसन यहाँ छ नि, डिस्ट्रिब्युसन
यो चाहिँ पैसा निकाल्ने हो, मैले पैसा निकाल्ने भनेर चाहिँ देखाइन, त्यो त आफ्नै पैसा जसले निकाल पनि भयो। यो भनेको चाहिँ पैसा राख्ने भने हो। यो चाहिँ 100K बैंक अर्को ब्याङ्कबाट ल्याएर हामी यहाँ राख्छौँ, हाम्रो ब्याङ्कमा राख्छौँ भने हो। यो 1035 एक्सचेन्ज भनेको चाहिँ अर्को लाइफ इन्सुरेन्स कम्पनीमा, अर्को लाइफ इन्सुरेन्स पोलिसीमा भएको पैसा निकालेर यहाँ राख्ने भने हो। यो चाहिँ नट फ्रम ब्याङ्क, अब लाइफ इन्सुरेन्स धेरै हुन्छ अनि एउटाको निकालेर यसमा मिल्छ लाइफ इन्सुरेन्स नट अ आइयुएलबाट ब्याङ्क अमाउन्ट होइन, हामीसँग भएको ब्याङ्कको ब्याङ्क चाहिँ होइन। होइन। ओके 1035 एक्सचेन्ज भनेको चाहिँ अब अर्को पोलिसीबाट ल्याएर यहाँ राख्ने, नन 1035 भनेको चाहिँ ब्याङ्कबाट ल्याएर राख्ने, ब्याङ्कबाट अथवा अरू जहाँबाट भयो पनि हामीले चाहिँ पोलिसी बाहेकबाट यहाँ ल्याएर राख्ने। हामीले जब हामीले ब्याङ्किङ भने हो नि त यो, त्यही भएर अर्को ब्याङ्कबाट ल्याएर हामी यो ब्याङ्कमा राख्ने भनेर बन्यो यो चाहिँ है। बुझेको छ है? अझै हेर्नुपर्छ। आई मिन आइम नट स्टिल अनि मैले भनेको बुझिरहेको छ कि छैन? अहिले चाहिँ आई मिन आफैले अब अरूलाई कसैलाई बुझाउनु पर्यो भने आई निड टु स्टडी होइन, माइसेल्फ। अरूलाई बुझाउनलाई त सुरुमा आफूले बुझ्नु पर्यो नि। तपाईँ आफूले बुझेको छ कि छैन भन्ने कुरा हो कि। ओके आफूले अब नबुझेको त्यो कुरा त बुझिहाल्यो नि। 1035 भने चाहिँ अब एक्सचेन्ज भन्यो भने अर्को कुनै इन्सुरेन्स छ त्यसबाट ल्याएर राख्ने पैसा भयो। अब नन 1035 एक्सचेन्ज भयो भने जहाँबाट भयो नि हामीसँग बैङ्कमा छ अथवा अन्त कतै छ त्यहाँबाट ल्याएर राख्ने भन्ने बुझ्यो। त्यति बुझ्यो, त्यही कुरा भन्नुभयो होइन? त्यति भए त भइहाल्यो अहिलेलाई। ल अब यसमा चाहिँ अब यो चाहिँ एज 38 को फिमेललाई होइन प्रिफर्ड नन टोबाकोमा प्रिफर्ड प्लस नन टोबाको गर्दाखेरि बेसिक लाइफ इन्सुरेन्स चाहिँ हामीले कति पैसा राख्यौँ, बेसिक त्यत्रो पैसा हाल्दाखेरि हामीले बेसिकमा चाहिँ कति $448 चाहिँ हामीले बेसिकलाई हाल्यौँ मन्थली ओके होइन। 1000 हाल्यो भने नि 1000मा चाहिँ $448 चाहिँ लाइफ इन्सुरेन्समा जाने भयो होइन। अनि टर्म इन्सुरेन्स पनि किनेको छौ नि 10 इयर्सको लागि। 10 इयर्स होइन 10 इयर्सको टर्म इन्सुरेन्स किनेको छौ नि। टर्म इन्सुरेन्सको चाहिँ $51.69 त्यो चाहिँ कतिको भन्दाखेरि 2.5 मिलियनको अलमोस्ट 2.5 मिलियनको कस्तो राम्रो है। जम्मा जम्मी हाम्रो मन्थली कति इन्सुरेन्समा कति जाने हो 500 है। 500 चाहिँ सब जम्मै हामीले चाहिँ लाइफ इन्सुरेन्समा पठायौँ। एउटा चाहिँ टर्ममा, अर्को बाँकी चाहिँ बेसिक लाइफ इन्सुरेन्स। जस्तो कि अब यो त भयो कि 2.4 मिलियनको टर्म त भयो, अनि यसको अर्को फेस भ्यालु कहाँ देखायो त? अनि त्यो त अब यहाँ आउँछ नि। ए ओके ओके ल यो चाहिँ टेबल है। मेन हेर्नुपर्ने अघि देखाएको मैले टेबल यही हो। सुरुमा हामीले 100K राख्यो भने एकैचोटि झ्यापै 100K राख्यो र 12,000 भनेको चाहिँ 1,000 पर मन्थ राख्दाखेरि भयो। अब यसको ग्यारेन्टिड लाइफ डेट यो लाइफ इन्सुरेन्स कतिको भन्यो 3.4 मिलियनको ग्यारेन्टिड लाइफ इन्सुरेन्स बन्यो। अरू 1,000 भन्दाखेरि 3 मिलियनको बन्थ्यो आइएलमा, बन्थेन है। कहाँ भन्छ बन्दैन नि। यो चाहिँ ग्यारेन्टिड भ्यालु। यो चाहिँ मैले 100% भने नि, यो चाहिँ ग्यारेन्टिड है। जस्तो 10 वर्षमा हामीले 220,000 हाल्यौँ, ग्यारेन्टी चाहिँ 234,000 चाहिँ ग्यारेन्टिड भन्छ। यो चाहिँ ग्यारेन्टिड बिफोर डिभिडेन्ड। ग्यारेन्टिड भनेको चाहिँ मैले सुरु पनि भने ग्यारेन्टिड भनेको चाहिँ उसले दिने 4% इन्ट्रेस्ट ग्यारेन्टिड हो यसमा चाहिँ। हजुर त्यही भएर त्यो एड गर्दाखेरि लाइफ इन्सुरेन्सको पैसा त हामीले आइएलमा राखेको चाहिँ 1,000 लाइफ इन्सुरेन्सको किनेको भए सबै त्यसमा जान्थ्यो पैसा त बन्थ्यो नि त, बन्थेन नि त। 5.9 चाहिँ डिभिडेन्डमा जाने भयो होइन। 5.9 अहिलेको लागि अब त्यो चाहिँ ग्यारेन्टिड होइन, अब त्यो बढ्न पनि सक्छ 4% चाहिँ ग्यारेन्टिड। ओके होइन, यो चाहिँ ग्यारेन्टिड भयो। ग्यारेन्टिड नै 4% ग्यारेन्टिड भन्दा कति भयो? 2,34,694। यो चाहिँ ठ्याक्क 10 वर्षमा होइन? यो चाहिँ 10 वर्षमा। अब भनेको डबल भन्दा बढी भयो नि त होइन र? होइन, यो त 2,20,000 त हामीले हाल्यौँ। ए उसले 2,20,000 हालिसक्यो नि त टोटल। टर्ममा हालेछ नि त 10 इयर्सको लागि। होइन उसले मन्थली प्रिमियम पनि हालेको छ। सुरुको 1 लाख त सुरुमै हालेको छ नि त होइन। 2,20,000 अनि 2,34,000 ब्याङ्कमा राख्नु सट्टामा चाहिँ यहाँ त भन्दै लाइफ इन्सुरेन्सको पैसा पनि हाम्रो बन्यो बच्यो। लाइफ इन्सुरेन्स कति किनेको छ 3.6 मिलियनको भयो अहिले
10 वर्षसम्म होइन। हजुर लाइफ इन्सुरेन्स पनि छ। लाइफ इन्सुरेन्स सबै हाम्रो त्यो लाइफ इन्सुरेन्समा त अरू भएको के हुन्थ्यो, लाइफ इन्सुरेन्सको पैसा अनि फेरि यो चार्ज त्यो चार्ज गरेर यस्तै पैसा त बन्थेन नि त ग्यारेन्टीमा। अँ अँ ल्याप्स हुन्थ्यो। अँ आइएलमा राम्रो डिजाइन गऱ्यो भने ल्याप्स हुन्थ्यो। हो त यो पिएफएले सधैँ बनाउने भनेको चाहिँ तिम्रो आइएलमा त पैसा ल्याप्स हुन्छ भनेको चाहिँ राम्रोसँग डिजाइन नगर्दाखेरि ल्याप्स भएको रेकर्डहरू चाहिँ छ। हो। अनि साँच्ची यो चाहिँ जस्तो कि तपाईँले 10 वर्षको टर्म लिनुभयो ठिक छ होइन, यो 20 वर्ष अथवा 30 वर्षको टर्म पनि लिनु मिल्छ होला नि 20 यसमा? वर्षसम्म लिनुपर्छ, 10 वर्ष 20 वर्ष ए 30 वर्ष मिलेन? मिलेन। ओके। कि यो इन्फिनिट ब्याङ्किङ हो नि त। यसमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि बन्छ नि यसपछि त। त पैसा बन्छ त यी। अब यसमा चाहिँ यसैको हो, हामीले चाहिँ 1.3 मिलियन त पैसा ग्यारेन्टी बन्छ नि त। यो त के लाइफ इन्सुरेन्स हो नि त। अब हामी त लाइफ इन्सुरेन्सको भन्दाखेरि पनि हामी त पैसा बनाउनु खोजेको हो नि त। हो हामी त पैसा त्यो यही पैसा चाहिँ ब्याङ्कमा राखेको भयो भने के हुन्थ्यो? इन्सुरेन्स पनि छैन, यो पैसा पनि बढेन। नो ग्यारेन्टेड मनी, इन्ट्रेस्ट मनी चाहिँ हाम्रो हाम्रो जिरो। सधैँ इन्फ्लेसनले गर्दाखेरि सधैँ हामी माइनसमा जान्थ्यौँ हो। यस तर यसमा चाहिँ हाम्रो पैसा त ग्यारेन्टी बढेको छ नि त। हो त। लाइफ इन्सुरेन्स पनि पाछ, घर हाम्रो पैसा पनि बन्छ। यही पैसा हामीले निकालेर हामीले चाहिँ घर किन्यौँ भने पनि घर पनि पाउँछ। हामीले मोर्गेज तिरेको जस्तो यसमा पनि हामीले मन्थली तिर्दाखेरि हाम्रो पैसा पनि बन्छ। यसमा पनि पैसा हुन्छ, घर पनि हुन्छ हो। डबल बेनिफिट्स। डबल बेनिफिट। द्याट इज कल्ड इन्फिनिट ब्याङ्किङ कन्सेप्ट। बुझ्यो है? यो चाहिँ 20 इयर्ससम्म जान्छ। त्यति बेलासम्म हामीले अब त्यसपछि चाहिँ उसले एउटा 100 इयर्सभन्दा बढी चाहिँ राख्नु दिँदैन, किन हामीले 100 इयर्ससम्म भनेको छौँ। त्यसपछि उसले चाहिँ पैसा घटाउँछ है, प्रिमियम चाहिँ घटाउँदै जान्छ उसले। 10 वर्षसम्म हामीले टर्म इन्सुरेन्स किनेको भएर 10 वर्षसम्म 12,000 राखिदियो। त्यसपछि घटायो उसले, टर्म इन्सुरेन्सको पैसा लिएन अब उसले हो। हजुर अनि एउटा टाइममा गएपछि अब उसले त्यो पनि लिँदैन। घट्यो नि। अब 100 इयर पछि त्यो केही पनि पैसा तिर्नु परेन। अब यही बिचमा हामीले रोक्दाखेरि पनि हुन्छ। अब मालिनियम अब हामीले चाहिँ एकदम राम्रो अब 60 वर्षमा 60 इयर्समा ल अब रिटायर हुन्छ, अब यसबाट पैसा निकाल्यो एकदम 1 लाख एउटा गाडी किन्छु भन्यो। पैसा कति छ? 6 लाख छ हो। 1 लाखको गाडी किने एकदम राम्रो भयङ्कर खतरनाक एकदम सलिडको गाडी किने, ब्रान्ड भन्नुहोस् न, ब्रान्ड लग्जरियस गाडी किन्यो होइन, 100K को। अब हाम्रो चाहिँ 600K छ नि त यसमा होइन। यसमा हामीले 500K अब उसको अब हामीले 100 निकालेपछि त अब यसको अलिकति घट्छ भ्याल्यु चाहिँ, तर हामीले तिर्दै गएपछि बढ्छ। तर मानिलिउँ अब 80 इयर्समा हामी पैसै तिरेनौँ ल 100K चाहिँ। अब 80 इयर्समा होइन मान्छे चाहिँ बित्यो भने अब उसले कति पाउँछ? 2.5 मिलियन पाउँछ, माइनस जो लोन बाँकी छ लोन, यो माइनस लोन पाउँछ नि उसले होइन। अब यदि यो पैसा चाहिँ अब आफ्नो छोराछोरीले पाउँछ भने अब यो बुढोले 1 लाख तिरेन छ, मलाई त कस्तो थोरै पैसा पायो भन्छ कि ओहो ल यो 2.5 मिलियनको ठाउँमा 2.2 मिलियन मात्रै पायो ल, 2 मिलियन पायो आहा भनेर भन्छ। 100K को गाडी किन्यो भनेर रिसाउला बच्चाहरू। अब फ्याक्चुअल भन्यो भने चाहिँ अब यसमा चाहिँ होइन, अब खुसी हुन्छ होला नि होइन र? यो 2 मिलियन पाछ भन्दा 2 मिलियन पाएर खुसी हुन्छ कि 2 मिलियनमा फेरि त्योभन्दा बढी पाउँथे गाडी किनेर भनेर भन्छ होला। गाडी किने भन्छ होला सायद। त्यो चाहिँ एकदम नेगेटिभ मान्छे हुन्छ त्यो चाहिँ। हो 2 र? मिलियन पाएको छ नि त उसले। 2 मिलियन पाएर कहिले पनि बढी पनि गाडीमा त्यो लोभ गर्छ र? डिपेन्ड्स अन पिपल। त्यो चाहिँ एकदम नेगेटिभ मान्छे भयो नि त त्यो त होइन। 2 मिलियन पाएछ भने त ठिक छ भनेर भन्छ नि त गाडीको त, मतलब भन नि त। किन उसको पैसा हो, उसले मोज गर्यो
त्यो पनि हो होइन तर पनि हजुर उसको हेयरलाई त 2 मिलियन पाएको छ उम्, उम्, त्यो हो नि त उम्, होइन हजुर बुझ्यो है यसैले भन्छ हामी इन्फिनिट ब्याङ्किङ ओके थ्याङ्क यू गुड टु नो है यसमा चाहिँ एकदमै धेरै राम्रो कन्सेप्ट यो चाहिँ मलाई केही पनि थाहा थिएन आइएम जिरो अन दिस टपिक के छ क्वेसन के बुझ्नुपर्ने के छ कन्सेप्ट अब धेरै क्वेसन्सहरू छ अब कहाँबाट सुरु गर्ने थाहा छैन अब के क्वेसन छ पैसा बुझ्नै कति बाँकी छ म आफूले सेल्फ स्टडी गर्न बाँकी छ धेरै नै कति कति वर्ष हुँदा त्यो मान्छे कति कति पैसा बन्दैछ हेरौँ न एकचोटि ल अब 65 वर्ष हुँदाखेरि उम्, 65 वर्ष हुँदाखेरि 6 लाख बन्छ अहिले यो अँ, पैसा हालेको हुन्छ लगभग लगभग उसले 3.25 लाख जति हालेको हुन्छ पैसा बन्छ 6 लाख ग्यारेन्टिड नन ग्यारेन्टिडमा 8 लाखभन्दा बढी बन्छ नन ग्यारेन्टी नै हेर्नु पर्ला ग्यारेन्टी त के हो अनि ग्यारेन्टी पनि हेर्नु पर्यो यसमा चाहिँ किनभने यो त ग्यारेन्टी फिक्स हो नि फेरि होइन फिक्स हो नि त उम्, साढे छ पर्सेन्ट चाहिँ छ फिक्स लाखभन्दा छैन बढी चाहिँ ग्यारेन्टी नै बन्छ होइन उम्, नन ग्यारेन्टीमा यति बन्छ लाइफ इन्सुरेन्स बन्छ 1.9 मिलियनको अलमोस्ट यति भयो अवस्था अब यो रिटायरमेन्टको लागि यो पैसा पुगिहाल्यो नि होइन पुग्यो नि डिभिडेन्ड नै कति पाउँछ 8,000 पाउँछ यसमा के चाहियो के चाहियो ल ल होइन आफै लैजाऊ म सक्छु अब 80 इयर्स हुँदाखेरि उसको अघि नै हेरिहाल्यो 1.6 मिलियन बन्छ उसले पैसा हालेको हुन्छ लगभग लगभग 5.7 8 5.8 थाउजन्ड फाइभ यति हन्ड्रेड एट्टी पनि अब थाउजन्ड जति 65 70सम्मको पैसा ठिकै हुन्छ होइन त्यतिसम्म सेभेन्टीमै नमाग्नु पनि 70मै पनि उसले जम्मा राखेको हुन्छ लगभग लगभग 460,000 जति हालेको हुन्छ उम्, 470,000 नै भनौँ ल 470,000 राखेको हुन्छ तर पैसा चाहिँ बन्छ अब मोर देन अ मिलियन भइहाल्यो नि अब मोर देन मिलियन पैसा ह्यान्ड क्यास त हुँदैन नि मान्छेसँग यो भने एकदम राम्रो कन्सेप्ट हो क्या यसमा चाहिँ अब यसमा चाहिँ निकालेर पैसा निकालेर चलाउनलाई मिल्ने खालको भयो हो त आइएलमा जस्तो भयो चाहिँ भएन आइएलमा चाहिँ अब जस्तो 5% उसले लियो भने नेभर न 0% आउन सक्छ 0.75% आउन सक्छ अब यसमा पनि साँच्ची फेरि अब यसमा लोन लिने भन्ने कुरा हुन्छ कुनै के छ यसको लोनको कुरा यसमा त्यही त यसको लोन भनेको त्यही हो लोन लिने उसले चार्ज गर्छ म्याक्सिमम् भनेको 4.5% उम्, 4% यो त ग्यारेन्टी छँदैछ अँ, होइन यो ग्यारेन्टी त छँदैछ अँ, अनि अब लोन निकालेर पैसा तिर्दै गएपछि यो पनि बढ्दै जान्छ लोन डिभिडेन्ड नतिर्यो पनि भने के हुन्छ लोन डिभिडेन्ड पनि पाउँदै गर्छ हजुर लोन नतिर्यो भने के हुन्छ लोन नतिर्नु मिल्छ मिल्दैन यसमा मिल्छ अनि त्यो इन्ट्रेस्ट वास आउट हुन्छ कि तिर्नुपर्छ पर्सेन्टेज वासर हुँदैन यसमा ए यो चाहिँ अब उसले ग्यारेन्टी दिन्छ उसले ग्यारेन्टी लिन्छ ए ओके ओके अनि कति दिन्छ कति लिन्छ फेरि हामीले अब लोन चाहिँ नतिर्यो भने त फेरि पर्सेन्टेज तिरिरहनु पर्ला नि तिर्नुपर्छ त्यही त कि त अब लोन तिर्नु पर्यो उसले 4.5 उसले 4% त ग्यारेन्टी गराएको छ नि त उसले 4 ग्यारेन्टी 4.5% लिन्छ यसको मतलब 0.5% लिइरहन्छ होइन लिइरहन्छ अब उसले डिभिडेन्ड पनि पाउला नि त उसले ए अहिलेसम्म छुटेको ओके छैन ओके ओके होइन त्यसबाट फेरि डिभिडेन्ड पनि पाउँछ नि त हो त सही कुरा डिभिडेन्ड पनि पाउला अहिलेसम्म छुटेको छैन भविष्यमा पनि नछुट्ला भन्ने हो नि त उम्, 152 वर्षसम्म त छुटेको छैन त्यही त ठिक छ राम्रो कुरा हो बुझ्नुभयो है ल ठिक छ केही क्वेसन छ भने फेरि हामी कुरा गर्दै गरौँ ल थ्याङ्क हुन्छ यू है पुरुषोत्तमजीलाई सबैजना Oh my God, चढेको नि यहाँ त ल है त केही क्वेसन छ भने हामी फेरि कुरा गर्दै गरौँ ल फेरि हामी
चाहियो भने फेरि हामी यो रिपिट गरेर हामी इलिस्ट्रेसन गरौँला। ओके हुन्छ, थ्याङ्क यू सो मच है, यो पोस्ट गर्नु ल। हुन्छ। ल ल ल।